सिन्धुलीकी सुशीला बमजनलाई आफ्नै श्रीमानले हत्या गर्न लगाएको प्रमाण भेटियो। श्रीमानलाई कोरियाबाट नजिकाएसम्म माइती पक्षले बुझ्न मानेन सब। दर्शकबिन एकदम दुःखद खबर। केही दिन अगाडि आफ्नै सासू र नन्द मिलेर आगो लगाएर हत्या गरिएकी सुशीला बमजन हत्या प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। हत्याको आरोपमा पक्राउ परेका सासू र नन्दमध्ये प्रहरीसँगको बयानका क्रममा नन्दले आफ्नै दाइको योजना अनुसार भाउजूको हत्या गरेको बयान दिएकी छन्। लामो समयदेखि सुशीला बमजनमाथि व्यक्तिगत स्वतन्त्रता नै हनन हुने किसिमले परिवारले दमन गरेको तथ्य समेत बाहिरिएको छ। मोबाइल चलाउन नदिने, राम्रोसँग खाना लाउन नदिने, श्रीमानले समेत आमा र बहिनीसँग मिलेर सुशीलामाथि अनावश्यक शङ्का, उपशङ्का र टीका टिप्पणी गर्ने गरेको आरोप लागेको छ। श्रीमानले नै कोरियाबाट श्रीमतीको हत्या गर्न उक्साएको तथ्य बाहिरिएपछि श्रीमानलाई कोरियाबाट झिकाउन गाउँले तथा माइती पक्षले दबाब दिँदै घर घेराउ समेत गरेका छन्। स्थानीयहरूको आक्रोश बढ्दै गएपछि हिंसात्मक घटना हुन सक्ने देखेर सिन्धुली प्रशासनले सो एरियामा कर्फ्यू समेत लगाएको छ।